रवि लामिछानेको यसमा कोही योगदान छैन। उहाँ त अब चितवन फर्केर जाने मन छैन। निर्वाचित भएदेखि विवादै विवादमा पर्नु भएको छ। चितवन फर्केर जाने मन छैन तपाईलाई? किन? रवि लामिछानेको विरोध गर्ने तपाईँ? विरोध भन्नाले के विरोध गरे त नि? मैले सत्य कुरा बोलिराखेको छु नि त। उहाँ निर्वाचित भएपछि काम गर्न पाउनु भएको पनि छैन। उहाँ विवादमा परिराख्नु भएको छ हैन। अब यो हिसाबले अब के ल भन्नु पर्यो नि त यो हो भने। पानीको पाइप बोकिरा पनि हामीले देखाएको थियौं, नीलो बस चला पनि हामीले देखाएको थियौं, एम्बुलेन्स चलाएको पनि देखाएको सबै थियौं। देखिराख्नु भएको छ, त्यसको मूल्याङ्कन पनि गरिराख्नु भएको छ। ठिकै छ त। तर तपाईँ यति स्पष्ट भनिदिनु भयो अहिले जति हामीले विकासको यत्रो कुरा गर्यौं यसमा चाहिँ उहाँको सदाशयता होला तर योगदान छैन। हो एकदम छैन छैन छैन। मैले भने त अन्तको दूरदराजको बजेटहरू ल्याएर यसो विकास गरे भनेर भन्नेसम्म कमसेकम त्यहीँको जनप्रतिनिधि हुँदाखेरि त्यतिसम्म नभनिदिएको भए हुन्थ्यो भन्ने लागेको तर थियो। तपाईँलाई एउटा यस्तो नौबत आउँदैछ नि हजुर तपाईँलाई, किनभने अब 2 वर्ष पछाडि तपाईँ नगर प्रमुखबाट बिदा हुनुहुन्छ, हजुर तपाईँ राजनीतिबाट बिदा हुनुहुन्न। हुन्न योजना त ठुलो छ नि। त्यस्तो ठुलो पनि म लिदिनँ फेरि। यस्तो प्रभावकारी र यस्तो खुसुखुसु काम गर्ने मान्छे यो देशको कम्तीमा पनि सिंहदरबारमा बालुवाटारभित्र पुगे हुन्थ्यो जस्तो लाग्छ हामीलाई। हजुर हैन? त्यसो गर्नका लागि सांसद चुनाव लड्न पर्छ। हजुर तर चितवनमा त अजङ्गको ढुङ्गा गएर बसेको छ हो रवि लामिछाने। हजुर उहाँलाई जित्न सक्नुहुन्छ त नि? अब यो त के छ भने जनताले गर्ने मूल्याङ्कन हो हैन। अब जनता नै जनार्दन भन्छौँ नि हामी, जनता निर्णायक हो के निर्णायक हो। यदि अब अघि पछि अब हामी भन्छौँ नि त घोषणापत्र, चुनावी घोषणापत्र लिएर आफ्ना प्रतिबद्धताहरू जनताको बिचमा पस्किने। अब सायद म निर्वाचन जाँदाखेरि घोषणापत्र लिएर जानु पर्दैन जस्तो लाग्छ कि प्रमाणपत्र आफूले गरेको कामको फेरिस्त म बोल्न पनि पर्दैन, दृश्य देखाइदिए पुग्ने जस्तै छ। अब जनताले मूल्याङ्कन साँचो अर्थमा मूल्याङ्कन कामको मूल्याङ्कन उहाँहरूलाई विकास चाहिएको र विकासको मूल्याङ्कन अथवा त्यसको चाहिँ हैन उहाँहरूले गुण तिर्ने हो भने त अब त्यो मैले भोट माग्न नि पर्दैन जस्तो लाग्छ। सांसदको तयारी हो। सांसद त पक्का। चितवन क्षेत्र नम्बर 2 हुन्छ कि 3 हुन्छ त्यो त ठ्याक्कै भन्न सकिनँ। तर सांसदको तयारी बुवा निर्वाचन क्षेत्र नम्बर 3 हुनुहुन्थ्यो। अहिले यसो भरतपुरवासी चितवनवासी सबैको चाहिँ दिल दिमागमा चाहिँ 3 रेणु दाहाल अब 3 मा भन्ने खालको पनि छ। बुवालाई त यस्तो छ, बुवालाई त उहाँको एउटै निर्वाचन क्षेत्रमा बस्ने बानी पनि छैन। आफू जुन ठाउँमा जानुहुन्छ त्यहाँ धेरै काम पनि गर्नुहुन्न, त्यसपछि अर्को निर्वाचन क्षेत्रतिर गइहाल्नुहुन्छ। किन गर्नुहुन्न? गरिराख्नु भएको छ त। अहिले गोर्खामा बजेट त टन्नै गएको छ त, टन्नै गएको छ। भनेपछि तपाईलाई यस्तो रहेछ, अहिले पछिल्लो दिनमा तपाईले एउटा चिज बडो खुलाइदिनु भयो हैन? यो खुलासा नै भयो। अहिले रवि लामिछानेलाई उहाँ जसरी काखमा राखिरहनु भएको छ, दुध पिलाइरहनु भएको छ, यसको अर्थ उहाँलाई चितवन 2 मा छोरी लड्दाखेरिमा हार्ने सम्भावना हुन्छ। त्यसरी छोरीलाई चितवन 3 मा लाने, रवि लामिछानेलाई 2 मा राखेर रासोपासँग मितलाउने। त्यस्तो बुवाले एकदम अब भोलिको लागि सोचेर यसरी गर्ने बुवाको त्यो बानी पनि छैन। आफ्नो पनि बुवाको के छ भन्दाखेरि उहाँ कहिले पनि